हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हजुरहरू सबैजनालाई नमस्ते। अनि हजुरहरू सबैजनालाई सन्चै हुनुहुन्छ होला भन्ने मेरो आशा छ। अनि आज चाहिँ म चाहिँ किर्पुजन भन्ने गाउँमा आएको थियो होइन गाइज, लद्दाख किर्पुजन भन्ने गाउँमा। हेर्नु होला गाइज कस्तो रहँदैछ भ्यू। हजुरहरूलाई मनपर्छ भने कमेन्ट गरिदिनु होला। हजुरलाई घुम्न मन छ भने आउनु होला गाइज। राम्रो राम्रो भ्यू रहेको छ, राम्रो राम्रो ठाउँ रहेको छ यता होइन। हेर्नु होला गाइज कस्तो देखिँदैछ भ्यू। यता चाहिँ गाडीहरू पुरा लाइन लगाएर राखेको छ गाइज। रोड चाहिँ अहिले सानो रहेको छ, मानेहरू रहेको छ, तल चाहिँ खेती गाउँहरू लगाएको छ गाइज। हेर्नु होला यतातिर चाहिँ चुलीको बोट, ओखरको बोट रहेको छ। यता चाहिँ गाडी अगाडि राखेको रहेछ गाइज। हेर्नु होला बिचमा हटाउने चाहिँ गाडीलाई। हेर्नु गाइज अगाडिबाट चाहिँ लद्दाखको आमै आउँदैछ। हेर्नु होला घर पनि घर छेउछाउमा रोडमै बनाएको छ होइन। हेर्नु होला गाइज कस्तो राम्रो राम्रो देख्दैछ। रुखहरू पनि अति ठुलो ठुलो रुखहरू रहेको छ, रोड पनि सानो रहेको छ होइन। यो चाहिँ ओखरको बोट हो गाइज, कस्तो देखिँदैछ हेर्नु होला। तल चाहिँ खेत रहेको छ, बारी। यता चाहिँ गाउँहरू लगाएको छ, हरियो हुँदैछ गाइज। हेर्नु होला अब चाहिँ सिजन सुरु भयो है लद्दाखमा चाहिँ गाइज। हेर्नु होला बिच बाटोमा गाडीहरू रहेको छ। रोड चाहिँ अलिक सानो रहेको छ गाइज, त्यही भएर छेउछाउमै देखिन्छ होइन। यिनीहरू सबै ओखरको चुलीको बोटहरू रहेको छ। हेर्नु होला कस्तो देखिँदैछ यताको भ्यू। अगाडि चाहिँ मानिरहेको छ, यो पारिपट्टि चाहिँ गुम्पा रहेको छ गाइज। हेर्नु होला कस्तो देखिँदैछ भ्यू। यता चाहिँ गाउँ गाउँमा मात्रै रुखहरू रहेको छ होइन। यस्तो पहाडतिर अब मान्छे नबस्ने ठाउँतिर चाहिँ त्यस्तो रुखहरू हुँदैन गाइज। यो चाहिँ त चाहिँ मान्छेहरूले नै लगाएको हो। हेर्नु होला गाइज कस्तो राख्दैछ भ्यू। हजुरहरूलाई लाइक सेयर कमेन्ट गरिदिनु होला मन परेमा। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला, युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु।